कहाँ जानु लागेको? काम खोज्न जानु लाग्यो कि। काम पनि खै कहिले नपाउने भयो तिमीले। सुन न, तिजमा पनि त्यस्तै भयो। दसैँमा त एक जोड लुगा किन्दैनौ न ल, माइत जाँदा लाउने लुगै छैन मेरो। अब किन पिर गर्छु, त्यही भएर त म काम खोज्न जानु लागेको त। अब भोलि काम पाएपछि एक जोर होइन 2 जोरै किनिदिउँला नि, किन हातेको? पिर नगर न है। त्यसो भन्नुहुन्छ तपाईँ। अब हेर्नु न, तिजमा पनि दिदी बहिनीले झरझुट्ट गना लाएर आएँ, मैले केही नलाउँदाखेरि मलाई त्यहाँ कसैले मानेनन्, कसैले गनेनन् क्या। यसपालि त यसो एक जोडी लुगा त राम्रो लाउन पाए त कोही बोल्थे कि राम्रोसँग। भाउजू बुहारीले पनि जता गुलियो त्यतै भुलियो हुँदो रहेछन्। जेठी दिदीले यसो के ल्याएर दिएकी थिए। अब म त दिन पनि सक्दिनँ है, अब हामीसँग छैन पनि। अनि केही नदिएको, भाउजू बुहारीले पनि त्यस्तै गर्नुभयो, आमाले पनि त्यस्तै गर्नुभयो। पिर नगर नि त, त्यही भएर मैले बुझेको छु क्या। तिमी जस्तो मान्छेले अब भनिहालेको छौ, आश जसलाई नि लाग्छ, रहर जसलाई लाग्छ, आमा बाउलाई नि लाग्ला, दिदी बहिनीले देखाउन खोज्लान्।